राजीनामा दिनुभएकोमा कुलमान घिसिङ दाईलाई चाहिँ एकदम धेरै ठुलो शुभकामना छ होइन। किन भन्दा चाहिँ कुलमान दाई पनि हामीले आशा राखेको बालेन दाई, रवि दाई, हर्क दाई जस्तै एउटा पात्र हुनुहुन्छ होइन। उहाँले पनि आउँदो पुस्ताहरूलाई चाहिँ केही दिनुहुन्छ नि, आउँदो नेपाललाई चाहिँ राम्रो बनाउनुहुन्छ भन्ने चाहिँ हामी सबैको आश छ। अनि पछिल्लो 3 महिनाको गतिविधि हेर्दा चाहिँ हाम्रो कुलमान दाई पनि अलिकति पदको लोभी, अलिकति हुन्छ नि देश र जनताको नभए आफ्नो स्वार्थको लागि चाहिँ बाँच्ने मान्छे हो कि जस्तो शङ्का चाहिँ सबैले गरिराख्नु भएको थियो। अब सायद त्यो शङ्का पनि मेटिँदै जान्छ होला र मेट्नु हुन्छ होला। दाईको बारेमा यो भन्दा अरू कुरो त भन्नु पर्दैन होइन। अब सबैलाई थाहा भएको कुरो, उहाँले चाहिँ अब नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लगेर चाहिँ एउटा यति ठुलो योगदान दिनुभएको छ कि त्यो नेपालीहरूले चाहिँ जिन्दगीमा कहिले पनि बिर्सिनु हुँदैन। अनि त्यहाँबाट मेरो तर्फबाट पनि अब कुलमान घिसिङ दाईलाई चाहिँ अब के भन्न चाहन्छु भने जसरी चाहिँ हजुरले अब हाम्रो नेपाललाई होइन अँध्यारोबाट चाहिँ उज्यालोतर्फ लानुभयो, जसरी चाहिँ होइन उज्यालोको देउता बन्नुभयो, त्यसै गरी अब राजनीतिमा गएर चाहिँ अब नेपाललाई नयाँ मोड दिनु होला होइन। अब बालेन दाई हुन्छ, रवि दाई हुन्छ, हर्क दाई हुन्छ। अब हजुरहरू 3 जना त मिलिसक्नु हो। अब हर्क दाई मिल्छन् मिल्दैनन् थाहा छैन होइन। अब उसको आफ्नै पारा छ। जो तपाईँहरू चाहिँ जो मिल्नु भएको छ, मिली नमिली जसले सबैले मिलेर चाहिँ नेपाललाई नयाँ मोडतर्फ लैजानु होला होइन। किनभने नेपालको हालत चाहिँ अहिले एकदम बिजोग छ। अब हजुरहरूकै आश छ हामीलाई होइन। जबसम्म चाहिँ हजुरहरूले राम्रो काम गर्नुहुन्छ, हजुरहरूलाई सपोर्ट गर्ने पछाडि चाहिँ हामी छौँ। अब अरू त धेरै केही भन्न चाहिन्न होइन। अब हजुरले अब राजनीतिमा पनि एकदम राम्रो गर्नु होला। हजुरलाई अब आगामी अब राजनीतिक दिनहरूको चाहिँ एकदम धेरै शुभकामना छ है।